माई न्यू ब्लग। आज चाहिँ बाटो हो ल। अहिले चाहिँ हामी माथि अन्त जाँदैछौँ बाइकमा। ल जेके नन्दन यहाँ पुरा बाइक कुदाउँदैछ। लडाउँछ भन्ने डर लागिसक्यो। बाटो चाहिँ यस्तो छ। लडाउँछस् कि लडाउँदिनस्? लडियो भने लडिन्छ। केही छैन, बाटो चाहिँ पुरै डेन्जर आइया छ। ल जब पोखरी पुगेर लग हुन्छ हाम्रो चाहिँ हेर्दै गर्नु होला। बाटो पनि हेर्नु होला, यस्तो छ पुरै उकालो। पर्फेक्ट भइसकेछ यार यो पनि। ल हामी चाहिँ अब लगभग पोखरी आइपुग्यौँ। होमस्टेहरू छ यता होइन, पोखरी आयौँ होइन केटा। ल बबाल छ अब। पोखरी आयो बाइकमा। जेकेले डरले झट्टी मारेन मलाई, यस्तो कुदायो। कता जाउँ, अगाडि जाउँ कि बाट? ल पोखरी आइयो होइन, हिँड्न राख्दै बाइक। ल अन्त आइपुग्यो। यहाँ त खतरा बिल्डिङ बन्ने छ त यार। नि राख्न छोड्दै। राइडर आजको म्याकुरी राइडर। ल अन्तु पोखरी अहिले त केही कोही छैन होइन। राति मात्र हो मजा आउने। लाइट साइट यताउति। यता जेके छ यहाँको लोकल डन होइन त पोखरी। बबाल छ पोखरी चाहिँ हेर्नु नि। नेपालको नक्सा आकारको छ माथि ड्रोनबाट खिच्दा छस्। ठक्क लाएर उता होटल हिल टावर होइन, 3 स्टार होटल सेम छ नि नेपालको नक्सा। बबाल छ ठक्क छायाहरू। अब चाहिँ हामी यस्तो एक राउन्ड लाउँछौँ अनि घर जान्छौँ होइन। अगाडि जान्छौँ के गर्नु भन्ज्याङतिर नजाने गर्छौँ। ल तल पनि भरै शनिको पनि जानुपर्छ होला। एक राउन्ड हान्छौँ हामी चाहिँ यसो लाएर। ल यहाँ पनि एउटा बनिँदै रहेछ होमस्टे। बबाल बनाएछ नि। यो त मलाई काठकै हो, काठै रहेछ। धुप्पी बबाल छ। टक्क लाएर यता यही हो अन्तु चाहिँ यस्तै छ। दिउँसो चिरा हुन्छ नि यो धुप्पीको काठको बबाल आउँछ कोठामा स्मेल। त्यही त बबाल बनाएछ नि त। ल यस्तै छ अन्तु, यस्तै छ। अब अन्तु पनि आयो। अब रमाइलो हाल्नुपर्छ भिडियो भनेर चाहिँ होइन। ल यस्तै छ। यता बोटिङ सोटिङ के यता खाली बाली। अब अगाडि के हुन्छ हेर्दै जानु होला। ल अहिले चाहिँ हामी घुम्दै एक राउन्ड हान्न आँटिसक्यौँ। ठक्क चिया पकाउनु। माथि पनि होमस्टे छ। यस्तै छ। ल यता पोखरी, यता जोसन, अन्तको डन। ल अगाडि जाउँ। घिमिरे बन्धु होमस्टे। ल यहाँ चाहिँ घोडा पनि रहेछ। टक्क यता चिया बगान, बोटिङ सटिङ के अन्त पोखरी डुङ्गा सयर। अरे सयर भने के हो? घोडा हो। डर लाग्छ अहिले। हान्छ यहाँ पनि छ घोडा। चढ्छस् घोडा? जिन्दगीमा कति कुदाइयो चिया लिएर जाँदाखेरि। लक भ्यू होमस्टे। ल ठिक छ। खतरा कुदाइदिन्थ्यो मलाई पहिला त घोडामा। हेर्दै जाउँ के हुन्छ।
हामी त्यही अन्तु घुमेर आइसक्यौँ। पानी पनि खतरा पर्दैछ बाहिर, पानी पर्दैछ। अहिले चाहिँ म किचनमा छु। जेकेले यहाँ के अरे चाउचाउ पकाउँदैछ, अब खाना दिन्छ। यता अङ्कल हुनुहुन्छ। के हेर्नुभएको अङ्कल? मोबाइल शनिकोमा जाने कुरो के भयो त? अनि शनिकोमा जानुपर्छ। अहिले रहेपछि वचन दिएछ त पुरा गर्नु पर्यो। त्यो त परेको नि होइन। ल अब अहिले खाजा कस्तो बनाउँछ हेरौँ यसले। अब खाजा मिठै बनाउँछ अङ्कल? तर अरू बेला त राम्रै पकाउँछु, हेरौँ अब। बुहारी पाल्छ? खोइ यसो काम गरेको हेर्दा त पाल्दै जस्तो छ। ल के भयो त अनि? बे गर्नु त एक तँ जेठो छोरा होइन घरको? कहाँ आएर उचाल्नु त? जङ्गलमा गएर उचालिन्छ मान्छे। ल जेकेले अब छिटै बे गर्छ, अरू त्यस्तै होइन। अङ्कलले भनेपछि सक्यो क्या। मलाई अङ्कलले यत्रो सपोर्ट गर्न हेर त, मलाई गर्ने भए उहिले गरिदिन्थेँ म। अहिले गरेर हुँदैन नि त हो। ल अब कस्तो बनाउँछ अहिले हेरौँ। हिजो त्यो अब शनिकोमा जाने भनेको जान पाइएन, पानी परेर। अहिले चाहिँ म बिहानै कलतिर जाँदैछु। त्यही अब जेकेले मलाई छोड्न आएको छ। कलसम्म पुग्छ, त्यहाँबाट मेरो बाइक लिएर सकलबाट जाने। अगाडि पनि देखाइदिए बाटो कस्तो छ। बाटो चाहिँ यस्तै छ। उताको बाटो चाहिँ बनाउँदैछ होइन? अरू सबै बाटो बनाउँदैछ। उता भ्यू देखाइदिए यता पनि। अनि अहिले चाहिँ हामी ठ्याक्कै सिद्धि खोला आइसक्यौँ अन्तुबाट झरेर। त्यही अब खोला चाहिँ हेर्ने नि जानुपर्ने चाहिँ यता काम लागिरहेको छ, यता छैन। सिद्धि खोला आइपुग्यौँ, सनी यहाँ छ। त्यही अब शनिकोमा पुग्छौँ हामी अनि घरतिर लाग्छौँ। ढुङ्गा हेर्नु नि कत्रो छ। पहाडको खोला यो चाहिँ यहाँदेखि उता लागेपछि चाहिँ अन्तु छिरिन्छ। त्यही अब ल हेर्दै गर्नु होला। अब शनिकोमा पुगेर ब्लग हुन्छ अलिअलि। अनि आजलाई यति नै है त। ल अहिले चाहिँ ग्यारेज आइसकेँ टक्का लाएर। अब यहाँ मेरो बाइक छ। केटा मेरो बाइक बनाएको लाखो यहाँको कहिले भित्काइदिएको? ए खै बाइक उहाँ रहेछ यार। अब शिवाले मेरो बाइक बनाइदिन्छ होइन? कार्बोरेटर र एयर फिल्टर हेर्दैन यार, कुद्दैन बाइकै। टिभिएस मोटर्स जेन्युन पार्ट्स। घाम लागिरहेको छ। अब चाहिँ बाइक बनाएर टाप हान्ने। उयो के बन्नेको केटा हो? थाहा छैन? ल ठिक छ। र बाइक चाहिँ उहाँ छ क्या 70-58। उता फुत्याइ यस्तै छ। अब घरतिर लाग्नुपर्छ एकछिनमा। अरू त्यस्तै हो। ल केटा बनाइदियो एयर फिल्टर र उयो हेरिदेऊ ल। यो चाहिँ कसको 220? ल गति बनाइदिएको छ यार बाइकको मेरो। ल आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ।
च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला यस्तै है त।